यतिकै राख्छ त यो के हो यो रगतै निकालेर यार यतिकै छोड त यार त्यो रगतभित्रबाट अलिअलि त त्यहाँ निस्किन्छ त्यहाँबाट दबाई हालेपछि भित्र जान्छ यो खुट्टाको यस्तो सबै राम्रो भयो भने त कति राम्रो भइहाल्छ नि त नि ओके थोरै मेरो हस्पिटलको रुम चाहिँ यस्तो छ है मेरो हस्पिटलको रुम चाहिँ म देखाउँछु है तपाईँहरूलाई म चाहिँ आज हस्पिटलमा है गाइस नाकमा यस्तो नि भएछ यार यस्तो गराइदिएछ यार डक्टरले हेर्नुहोस् है गाइस यस्तो गरेर सुत्नु परिरहेछ यार ठिक छ केही भएको छैन सबै कुरा ठिक भइरहेछ तपाईँहरूलाई सबै कुरा ठिक होला है पिम्पल आइरहेछ यार म चाहिँ अहिले मेरो खुट्टाको अपरेसन सकेर रेस्ट गरिरहेको छु है म तपाईँलाई खुट्टा देखाउँदै तर अलि मिल्दैन अहिले चाहिँ एकदम ठिक छ कोही पनि टेन्सन नलिनु होला म एकदम ठिक छु है म एकदम ठिक छु बाई नमस्कार सबैजनालाई म रोशन है आज चाहिँ म हस्पिटलमा छु म बिरामी छु है म यो दुईवटा खुट्टाको अपरेसन भइरहेको छ फेरि पनि म खुसी नै छु है म हाँसिरहेको छु म गीत सुनिरहेको छु म नाचिरहेको छु गीतमा एकदमै झुमिरहेको छु गाइस म चाहिँ के भन्न चाहन्छु भने जस्तो सुकै जे जस्तो भए पनि तपाईँहरू छ नि मनदेखि खुसी हुनुहोस् सबै कुरा ठिक हुन्छ यस्तो जाबो अपरेसन केही होइन यस्तो जाबो अपरेसन छ नि के पनि होइन खुसी हुनुहोस् सबै कुरा ठिक हुन्छ म त नाच पनि रहेको छु धन्यवाद लाइट बाल्नु न अगाडि माथिको के हामी चाहिँ भर्खर हस्पिटलबाट फर्केको है अब सिधा बस्न मिलेन त्यही भएर यसरी सुतेर चलिरहेको छु खुट्टा यस्तो छ यसरी चलिरहेको छु जे होस् राम्रै भयो हस्पिटल डक्टरहरू राम्रै थियो सबैजना राम्रै थियो राम्रै ट्रिटमेन्ट राम्रै भयो अपरेसन पनि सबै राम्रोसँग भयो सब डक्टरलाई पनि धन्यवाद अहिले चाहिँ मेरो बुढीले गाडी हाल्दैछ अहिले हामी चाहिँ जाँदैछौँ यहाँबाट कमसेकम 1 घन्टा लाग्छ है पुतलीपुजाबाट लप्ताउनलाई चाहिँ 1 घन्टा लाग्छ त्यही भएर त्यो पनि रातिको कति बज्यो रातिको अहिले 12 बजी लगाइसकेको छ हामी चाहिँ जाँदैछौँ गाइस सबै कुरा ठिक भयो सबै कुरा ठिक हुनेछ है त गाइस अनि कि गाइस तपाईँहरू पनि कसैलाई अस्ति भेरिकोन भेन्स भएको छ भने नसाहरू फुलिने यताउता पछि चाहिँ डेन्जर गाह्रो हुँदो रहेछ है तपाईँहरूलाई पनि त्यस्तो केही भएको छ भने टाइममा ट्रिटमेन्ट गराउनुहोस् त्यो नै राम्रो हो सायद है मेरो विचारमा चाहिँ मेरो चाहिँ धेरै 3-4 वर्ष भइसकेको थियो मैले बस्दै गरेको थिएन अनि मेरो बुढी आएर मैले बुढीको कारण चाहिँ म त्यो यो सबै कुरा गरिरहेको छु सो सब ठिक भइरहेछ तपाईँहरू पनि
तपाईँहरूलाई पनि स्पेसली अब स्विफ्टमा काम गर्नु भइरहेछ पुणेवाला काम गर्नु भइरहेछ भने टाइममा गर्नु भने राम्रो हुन्छ सो टाइममा गर्नु होला बी केयरफुल है यो खुट्टाहरू दुख्छ पछि ठुलो ठुलो हुँदै गएपछि झन् गाह्रो हुँदैछ अनि जति धेरै फैलिँदै गयो त्यति धेरै खर्च पनि हुँदो रहेछ है सो जति सानै भर्खर निस्किने बेलामा नै ट्रिटमेन्ट गर्नुभयो भने चाहिँ पैसा नि कम लाग्छ सो टाइममा होस् पुर्याउनु होला है गाइज ल बाई यो चाहिँ हामी है अब गेट नै हामी कटिसक्यौँ है लाग्दै जाने बाटोमा हाइवे मेन हाइवेमा जाने सकिरहेको छ यस्तो सकिरहेको बाहिर पनि चन्द्रमा लागिरहेछ गाइज बाहिर चन्द्रमा लागिरहेछ है बाहिरतिर यस्तो छ म चाहिँ सुतिरहेको छु